यो चाहिँ माङदान जेठाको घर भन्नु अरे। यो चाहिँ हाम्रो घर। हाम्रो आमाले चाहिँ यहाँ माथि लसुनलाई यस्तो मजाले बाटेर राख्नुहुन्छ कि यो चाहिँ चाइनिज एप्पल भन्छौँ। हाम्रो गाउँतिर चाहिँ साह्रै फलेको छ। यो चाहिँ डायबेटिज कि खै के रोगको औषधि अरे। नजिक ग्राममै काटेको देखाउनु नजिकबाट यतापट्टि गयो। धेरै वर्षको चाहिँ के चाहिँ रोप्ने त कान्छ यहाँनिर काका यहाँनिर चाहिँ खर्सानी रोप्नु पर्यो भनेर भन्दै गरेको। हिजो तल 6 नम्बर रोप थिएँ तुङखालीतिर। अनि एकमुठी खर्सानीको बिरुवा ल्याएको छु। तर रातभरि गयो नि काम काका। अक्काबारे रोप्छु। अन्न अरू धान खेतीहरू गरिनँ, अलैँची खेती नै बढी गर्छु। र पनि मलाई अहिले साथ दिइराखेकै छ। वार्षिक आय स्रोत लगभग भइ नै हुन्छ साधारण। हाम्रो कमान सिंह दादा जानु पर जाँदै हुनुहुन्छ। ल भन्दा काँटा त अघि त भाँच्यो। यो घिउ खाएको पालले काँटै भाँच्छ भने साँच्चै भाँचे। यो चाहिँ माङदान जेठाको घर भन्नु अरे। यो चाहिँ हाम्रो घर। हाम्रो आमाले चाहिँ यहाँ माथि लसुनलाई यस्तो मजाले बाटेर राख्नुहुन्छ कि। अनि यो चाहिँ किचन। माङदान जेठा हाम्रो बुवा बहादुर सामीको घर। यो तल्लोपट्टि यस्तो छ। यहाँ चाहिँ खर्सानी रोपौँ कि भन्दैछु म। यो फुल अलिक गमलाहरू लगाएर रोपौँ भन्दाखेरि अब फुललाई उयो स्याहार्न सकिँदैन भन्दा नि सकिन्छ। अनि यता टोइलेट छ हाम्रो। यो टोइलेट पछाडिको यो स्पेसमा चाहिँ के गरौँ भनेर सोच्दैछु भने म चाहिँ यहाँ घाँस धेरै लामो आएको छ। यो स्याल लुक्ने भालु नै लुक्ने यो स्पेस यो खाली छ। यो ठाउँ खाली छ। अब यसमा चाहिँ म यो घाँसहरू काटेर खर्सानी रोप्ने भनेर सोच्दैछु। अनि हिजो चाहिँ म तुङखाले गएको थिएँ। फेरि तुङखालेबाट मैले खर्सानीको बिरुवा मागेर माइजू पर्नुहुने एकजनालाई धेरै ल्याएको छु त्यो रोप्ने। अब यहाँ ल यहाँ घाँस काट्ने गाइज। ल सँगै घाँस काटौँ है। डोको चाहिँ लानु बिर्सेछु नि त। अनि घाँस लाउने डोको लिन आएको। यो चाहिँ हाम्रो चारोहरू खोलेहरू पकाउने ठाउँ। त्यहाँ भैँसी दुना, त्यहाँ बाख्राको कटेरो दाजु आउनु भएको छ हिजो। सुँगुर खोज छ यहाँ, तर सुँगुर छैन अहिले मार्यौँ। यहाँ चाहिँ हामी पोहोर चाहिँ खर्सानीहरू रोपेको थियो, लसुनहरू रोप्ने ठाउँ यो। त्यहाँ मकैहरू लाउनु पर्ने छ। यो डोको चाहिँ मलाई टक्कसँगले बुनेको होइन। पुरानो डोको यहाँसम्म थियो होइन। डोकोको बिट गयो अनि यहाँदेखि उँभो चाहिँ चया थपेर मैले बुनेको। यतिदेखि उँभो। अब यतापट्टिबाट हेर्दा त चया थपेको जस्तो देखिँदैन। तर यहाँदेखि उँभो चाहिँ उँधो चाहिँ पुरानो चया, यहाँदेखि उँभो चाहिँ नयाँ चया। अहिले घाँस काटेर आएको, हात दुखै छैन। डोको सस्तो मस्तो छ गाइज। सिब्रिङ्गे डोको भन्छ यसलाई। सुब्बाबारी माइली काकी हाम्रो दाजुसँग गफ गर्दै हुनुहुन्छ। दाजु चाहिँ हिजो आउनुभएको नि त, अस्तिको दिन भर्खरै झापाबाट। यो चाहिँ चाइनिज एप्पल भन्छौँ। हाम्रो गाउँतिर चाहिँ साह्रै फलेको छ। यो चाहिँ डायबेटिज कि खै के रोगको औषधि अरे। हाम्रो धारा यस्तो छ। यहाँ स्ट्रबेरी पनि धाराको छेउमा मैले रोपेको छु तल 7 नम्बरदेखि लिएर। अनि थर्पुदेखि ल्याएर यहाँ ड्रागन फ्रुट नालाले उयो गरेछ। यसलाई सार्नु पर्ने छ। यो चाहिँ बचाउनुको लागि मात्रै यहाँ रोपेको ड्रागन फ्रुट।
स्ट्रबेरी पाकेछ, हिजो पनि टिपेर खाएको हामीले। तर कुखुराले खाएर 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 पाक्नै दिँदैन कहिले। स्ट्रबेरी, ड्रागन फ्रुट यहाँ 3 बोट छ। फुल खासानी यही रोप्नलाई अब उता ठाउँ बनाउनु हिँड्न आँटेकोमा। यो कुरिलो होइन यो होइन, यो झार ए फुल राम्रो खालको फुल। कुरिलो रहेछ। अब दाजु चाहिँ आउनुभएको पाहुना जस्तै हो कि हिजो आउनुभएको भर्खरै झापादेखि। दाजुले भिडियो गरिदिनुहुन्छ, भाइले घाँस काट्छ। यहाँ भाले, लोकल भाले छ यहाँ हेर्नुहोस् गाइज। यो कागते फुल, गोदाबारी भन्छ है के भन्छ। कुखुराको खोरमाथि सामानहरू के राखेको छ, केहरू। अन्दङ फुल भन्छ यसलाई चाहिँ, बाबरी फुल। यो मैले आबडाँडादेखि ल्याएर रोपेको। आबडाँडा भनेको पेदाङ लगभग यहाँदेखि 10-15 किलोमिटर टाढा होला। हाम्रो घरबाट देखिने दृश्य यो पिङडाँडा। यता माथि के भन्छ खोल्मेहरू, डाँडा गाउँ यस्तै छ। अब यहाँ घाँस काट्छु। खर्सानी त हुन्छ नि त। यो साह्रो खाली ठाउँ भयो यहाँ घाँस काट्ने। अब टक्क डोको दाजु एकछिन भिडियो गरिदिनु। मेरो भ्लग बनाउनको लागि यहाँ दाजुलाई भिडियो गर्नु कस्तो गर्नुहुन्छ है त भिडियो। केही बोलिदिनु मेरो भिडियो। क्यामेराम्यान बोल्दैन नि। यो पुरै एरिया घाँस काट्ने होला। हजुर, यो छेउ पनि काट्ने होला नि त। यो यसको नाम के अरे? मिरमिरे। यो काट्नु नि होला। यता नजिक यहाँ ग्राममै काटेको देखाउनु नजिकबाट यतापट्टि गयो। देखेन, एकदम नजिकबाट कताबाट काट्छ। राखेको अलिक नजिक स्लो मोसन गर्दा मिल्ने। स्लो मोसन गर्दा मिल्ने। यता पछाडि गएर गर्नु। आज कम्प्लिट गर्छु त म यो। कति 5 बज्यो होला। 6:30सम्ममा त खनेर सकियो होला नि त। कति मिनटको भयो दाजु? 6-7 मिनट। यहाँ चाहिँ हाम्रो बुवाले केही बाली नाली नलाउनु। टोइलेटको ट्याङ्कीको घपनी छ, जराभित्र पर्छ भन्दै हुन्थ्यो। तर खर्सानी चाहिँ जरा गहिरो जाँदैन नि त, गहिरो जाँदैन भनेर खर्सानी चाहिँ रोप्नु भन्दै गरेको। अब घाँस काटिसकेर खनी गरी रोप्नु भनेको 5 बजीमा आएको। सक्दिनँ।
ठुलो सर बोल्नु हुँदैन कनाएर कनाएर एकचोटि जोडी नै परिरहेको बच्चाहरू पानी खान्छ खाले देखि ल्याएको त्यो कुरो फेरि सबै घुमाएर ल्याइदिरहेको छ मारुति त भएन एक डोको भयो घाँस यति भैँसी पनि अगायो बाख्रा नि हो अब खन्नुपर्ने छ भोलि दिउँसो पुग्ने भयो बाख्रा भैँसीले त अलिक घर घाँस दिनुपर्छ हाम्रो घर साह्रो दामी चाहिँ देखिन्छ अस्ति गोपाल आएर यस्तो दामी घर हुँदा घरको भिडियो हाल्नु दिने पछि के बनाउँदै भन्छ भिडियो गरिदिरहेको थियो एकचोटि घरमा आएर फुलहरूको घरको सिस्नु रहेछ र झन्डै समय त्यहाँ अनि युट्युबमा हालेको गोपालले दिलसामी भ्लग च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज भन्नु यसलाई चाहिँ काँटा भन्छ गाइज काँटाले खन्ने हो कोदालो पनि बोकिराख्ने दुइटै आमा मल भोलि पछि लाउँदा हुन्छ होला मल बेच्नु भेट्दैन टोइलेटको घाप पनि निस्किन्छ है यो कहिले खानु सक्नु पर्बु ढुङ्गै ढुङ्गा छ बेकाम गरेछ केटाले भन्नुहुन्छ है त बाउले भिडियो हेर्नुहुन्छ राम्रो काम त कहाँ गर्छ र त्यसले भन्नुहुन्छ झन् त्यहाँमा फन्जोत नगर्नु है भनेको तर केही हुँदैन गर्नु
कहाँदेखि आउनुभयो निमाल दाइ? म यता मात्र गर्छु। माथिल्लो घर जानुभएको थियो। अनि सन्चै हुनुहुन्छ नि? धेरै वर्षको चाहिँ के चाहिँ रोप्ने त कान्छ यहाँनिर? यहाँनिर काका छिमेकीहरू यहाँनिर यता चाहिँ खर्सानी रोप्नु पर्यो भनेर भन्दै गरेको। हिजो तल 6 नम्बर रोप्नु थिएँ सुनखालीतिर, अनि एक मुठी खर्सानीको बिरुवा ल्याएको छु। तर रातभरि गयो नि काम काका। अक्काबारे रोप्ने? अक्काबारी होइन, यतै लाम्चे। लाम्चे? ठिक छ ठिक छ। हुन्छ होला नि काका होइन? जति जति टोइलेटको घर पनि माथि, मलिलो छ नि त। यहाँ मलिलो त मलिलो हो। मलिलो छ। यहाँ धेरै कसिङाहरू डढाउने थियौँ नि त पहिला चाहिँ हामी। त्यो डढाउने ठाउँ यो चाहिँ अब चाहिँ खर्सानी रोप्थ्यौँ। तर आज नभ्याउने रहेछ काका। मैले निस्किने घर त आज रात पर आज रात अब भोलि रोप्ने। अब स्थगित गर्ने होइन। धेर गहिरो त खन्नु हुँदैन है, के गरी घाँ पनि निस्किन्छ। अब यही नै हो। असार लागेको छ, कसको आलिया चला, कसैको रोपाइ, अलैँची बढी बस्नु अलैँची गोड्नु, त्यस्तै नि। तपाईँको सक्नु होला कि पुरै? छैन मेरो। यता त 2-3 मन गर्छ होला। यत्रो बर्खामा दुःख गर्दा आउँछ होला नि 4-5 मन त। त्यति त आउनु पर्यो नि। आउनु पर्यो त। अनि एरिया पनि छ नि त 4-5 मन आउनु। अलैँची ठिका दिनु हो यो साल मलाई। दिनु पनि पर्छ होला, आफू एक्लै छु। असिन पसिन भयो। ढुङ्गा निस्क्यो त्यत्रो धेरै। अलैँची चाहिँ कता कता कति छ अलैँची बगान चाहिँ हाम्रो दाजुको? छ नि, अब गन्ती गर्दा 3-4 बगान छन्। भनेपछि राम्रै समयले साथ दियो भने 9-10 मन फल्छन्। अहिलेकै हलमा नि 5 मन त आउनु पर्ने। 5 मन आयो भने अहिलेको भाउमा लगभग 3 लाख 4 लाख जति चाहिँ आउने रहेछ। राम्रो भाउ भेटियो भने। राम्रो अहिलेको भाउमा अहिलेको भाउ 80-85 हजार त छ नि त अहिले होइन? 90,000 हुन्छ अहिले। 90,000सम्म हुँदाखेरि 5 मनको पनि 4 लाख भन्दा त माथि परिगयो नि सिधै। हामीले बेच्दा हुन्छ 1 लाख 2,000 3,000 सम्म। अलैँचीले जे होस् राम्रै फाइदा गरिरहेछ अहिले कृषकहरूलाई। राम्रो छ। तर भाउ ठ्याक्कै एकुरेट भाउ बस्दैन होइन अलैँचीको? बस्दैन, कहिले टुङ्गो हुँदैन। टुङ्गै हुँदैन, कहिले तल झर्छ कहिले माथि जान्छ। गाह्रो छ हौ, किसानलाई चाहिँ गाह्रो छ। ठिक छ कान्छ भयो अब त्यो रात पर छोड्यो। अब छोड्ने अलिकति खनेर। गुर्बेले खान्छ। हाम्रो अनि भाइले चाहिँ आज यति खनिसकेरै छोड्ने भन्दै थियो। यत्रो धेरै खनिसकेको छ, घाँस काटेर कोदालो यहाँ ल्याइराखेको छ, काँटाले खनिरहेछ। अब अलिकति थोरै मात्रै रहेछ यति। यति त खनिसक्ने नि काका। यति खनिसक्ने भनेर ऊ पुरा टार्गेट लक्ष्यमा छ हौ। निकै चाहिँ खनिसक्यो, निकै धेरै बिउ ल्याएको रहेछ। हिजो तल 6 नम्बर फेरेतिर गएको थियो, त्यहाँ तलदेखि खोर्सानीको बिउ किनेर ल्यायो कि मागेर ल्याउनु चाहिँ निकै मजाले खोर्सानी रोप्ने कुरा आएछ यसपालि। 50 केजी नै फल्ने भयो नि त यहाँ। फल्छ त्यसो त। अनि यतातिर के अरे किचन मुनि त्यो अलिकति त्यो बलाइँची यतापट्टि 2-3 झ्याक अग गरेको थियो, त्यसैले अनि खानु पुग्यो। आमाले बेच्नु नि भला 2-3 जना। फलै त राम्रो फल्छ। खोर्सानी अलैँचीतिर त हुन्छ होला खोर्सानी। यहाँ अलैँची भित्तामा 2-3 बोट लाउँदा पनि हुने रहेछ। केजीको लगभग 2,000 त परिगयो होइन 80 ले पनि। उतै बुट्टामा 3 केजी फल्दैछ यसपालि। यो मुनिकोमा त्यति राम्रो फल्छ। यो अलैँचीको बोट हेर्नुहोस्, यो अलैँचीको बोटमा 3 केजी 3 केजी फलेको थियो अरे अस्ति। यसपालि पनि 3 केजी भन्दा बेसी अनुमान लागेको रहेछ। यहाँदेखि देखिँदैन अलैँची फालेको चाहिँ भित्र फेदमा फाल्छ। यहाँ मुनि रहेछ नि त। कति झ्याङ जस्तो छन् काका यहाँभित्र? 5 झ्याङ भनेपछि लगभग 5-6 केजी आउने भयो नि। यो सालको फलाइमा भने चाहिँ 1 रोपनीमा त निकै फल्ने रहेछ। कति जति फल्छ होला दाजु? 1 रोपनीमा हुन्छ नि झन्डै 3 मन जस्तो अलैँची हुन्छ अहिले। अहिलेको भाउ अरे अहिलेको फलाइ धेरै राम्रो छ। यो अलैँची रोप्नुको लागि फलाउनको लागि चाहिँ के चाहिँ गर्नु पर्दैन? धेरै वर्षदेखि रोप्दै आउनु भएको छ तपाईँले,
थोरै अनुभव पनि सेयर गरिदिनु न हामी जस्तो नयाँ मान्छेको लागि। यहाँ अलैँची हामी पनि अलिअलि रोप्नु पर्यो भन्दैछौँ होइन। के चाहिँ गर्दाखेरि अलैँची फलाउन सकिन्छ? यसलाई त खासै त केही गर्नु पर्दैन। रोप्दाखेरि थोरै मात्रामा थोरै लगभग 1 कोदालो जति सुँगुरको मल पचेको हाल्नुपर्छ। अनि त्यहाँदेखि गोडमेल राम्रो गरिरहनुपर्छ। सालिन्ने फलिरहन्छ। पानी सिँचाइ गर्नुपर्छ। सिँचाइ नभएको ठाउँमा कामै दिँदैन, सुक्खा लाग्छ, मर्छ। रोपेको कति वर्षदेखि चाहिँ फल दिन थाल्छ? फल दिएपछि कति वर्षसम्म चाहिँ निरन्तर दिइरहन्छ होला यो अलैँचीले? खासै यसलाई मसिनो खालको बिरुवा रोप्यो भने 3 वर्षै लाग्छ। ठुलो अलिक झ्यापझ्यापी बिरुवा ठुल्ठुलो रोप्यो भने 2 वर्षदेखि राम्रो फलाइदिइहाल्छ। ए भनेपछि अलैँची तपाईँले त धेरै अगाडिदेखि गर्दै आउनुभएको, कति वर्ष? लगभग मैले 13 वर्षको उमेरदेखि गरेको अलैँची खेती। भनेपछि सिक्किमतिर पनि गर्नुभयो? सिक्किम उता इन्डिया माथि सुन्ने लेक औल सबै गरी ल्याएको। अहिले पाहाडमै पनि आएर प्राय मैले अन्नहरू धान खेतीहरू गरिनँ, अलैँची खेती नै बढी गर्छु। र पनि मलाई अहिले साथ दिइराखेकै छ। वार्षिक आय स्रोत लगभग भइ नै हुन्छ साधारण। वार्षिक 5-7 लाख चाहिँ बनाउनु हुने रहेछ। ल त दाजु ठिकै छ। यतिका समयसम्म गफ गऱ्यो। हजुरको नाम पनि थोरै बताइदिनुहोस् न त। मेरो नाम कमान सिंह हो। ए कमान सिंह दादा। कमान सिंह हाम्रो दादाको घर चाहिँ यहाँ तल हो। आज यसो घुम्दै आउनुभएछ। हाम्रो कमान सिंहसँग थोरै यसो यहाँनिर खर्सानी रोप्ने बेलामा यसो थोरै गफ। भोलिदेखि नाम बस्छ तपाईँको। कमान सिंह चाहिँ बाजेको नाम त बाजेको होइन हौ, सुबाजेको कमान सिंह। म यहाँनिर हाम्रो कमान सिंह दादासँग बोल्दा यहाँनिर भाइले चाहिँ पुरै खनिसक्नु लागेको छ। अब अलिकति मात्रै बाँकी छ, खनिसकिहालेछ। अब 1 मिनटमा चाहिँ 2 मिनट 1 मिनटमा चाहिँ सक्ने रहेछ। हेरौँ न खनै। वाह, काँटा भाँचिन्छ है। काँटा साँच्चै भाँच्छ, अघि बेडै भाँच्यो। काँटा भाँच्ने गरेर रात परेर फेरि खनै खतरा छ। घिउ खाएको बल निकालेर खाँदैछ। भैँसीको घिउ अघि हामीलाई थोरै भिडियोमा पनि देखेको थियो हाम्रो भैँसी। पहिला चाहिँ राम्रो कमाएको थियो। अलैँचीमा धेरै प्रगति गरेका हुन् नि पहिला हाम्रो कमान सिंह दादाले। कमान सिंह दादा जानुभयो, पर जाँदै हुनुहुन्छ। ल फाइनली खनिसकेको यो चाहिँ होइन, सिद्धि होइन खनेर। पक्की सिस्नुको जराहरू यत्रो जरा नि उखेल्दाखेरि काँटा भाँचिन्छ यार। घिउ खाएको बलले यहाँ हुँदै तान्दैछ जराजुरीले। के घिउ खाएको बल यसले चाहिँ पछि सेप छ कि त्यसलाई भोलि गर्नुपर्छ। ल भन्दा काँटा त अघि त भाँच्यो। यो घिउ खाएको बलले काँटै भाँच्छ भने साँच्चै भाँच्यो। ल गाइस, अब काम नसकी बेड भाँचेको काँटाको, काँटै चाहिँ भाँच्दैन, बेड भाँच्छ। अब भोलि अब अर्को यो खनेर खर्सानी रोपेको चाहिँ पार्ट 2 भिडियोमा आउँछ। च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला। अनि भिडियो कस्तो लाग्यो सल्लाह सुझाव चाहिँ अनिवार्य दिनु होला। बाई बाई।